सो हेलो गाइस, हजुरहरू हेर्न सक्नुहुन्छ। आज म रुममा यति छिटो किन जान लाग्छु, के गर्न जान लाग्छु, यो सबै कुरा जान्नको लागि पुरा भिडियोमा बनिदिनु होला। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आइसकेको छु म फेरि पनि हजुरहरूको माझमा एउटा मिनी ब्लग लिएर। अब हेर्न सक्नुहुन्छ यहाँ मेरो काम चाहिँ आज बच्चा स्कुल गएको थियो, मैले अनि फेरि रुममा गएर अब हल्का कपडा सपडा धोएर आउँछु, रुमसुम मिलाएर आउँछु भनेर म चाहिँ लागेँ रुमतिर। साथीहरू हेर्न सक्नुहुन्छ आज बेङ्गलोरको मौसम कहीँ यस्तो भइरहेको थियो, कतिखेर घाम लाग्ने, कतिखेर बादल लाग्ने, अनि कतिखेर पानी पर्ने जस्तो भइरहेको थियो। फेरि पनि म चाहिँ एकछिन रुममा पुगी आउँछु, रुम कस्तो बनाएको छन् भाइहरू भनेर रुमतिर आएको त हेर्न सक्नुहुन्छ हजुरहरू। मेरो रुम चाहिँ यति गन्दा बनाएको थियो, उठेर बिस्तर पनि नपटाएर त्यत्तिकै गइहालेछन् के। अनि मलाई फेरि रुममा आएर एकचोटि त झनक्कै पारा तात्यो। त्यहाँपछि मैले कपडा सपडा चेन्ज गरेर अब म लाग्छु यतातिर सफाइ अभियानतिर। त्योभन्दा पहिला चाहिँ मैले थोरै कपडा भिजाइसकेँ। कपडा भिजाएर म सबभन्दा पहिला कपडा धुन्छु भनेर कपडा धुनतिर लागेँ। अब हेर्न सक्नुहुन्छ हजुरहरू, म चाहिँ कपडा धुन लाग्छु। मेरो भिडियोतिर ध्यान नदिएर मेरो कुरातिर चाहिँ साथीहरू ध्यान दिइदिनु होला। मैले फेरि जति राम्रोसँग जसरी भिडियो बनाए पनि मेरो भिडियो चाहिँ भाइरल नहुने के कारण होला के मलाई भनिदिनुहोस् त। कसैको भिडियो त कति राम्रोसँग भाइरल हुन्छ कि, मेरो भिडियो म कति कोसिस गर्छु भाइरल होस् भनेर, हुँदैन। अब के गर्ने होला, कतिखेर त बनाउने मन पनि लाग्दैन। अब चाहिँ अरू कुरा छोडिदिउँ साथीहरू, एउटा कुरातिर लागौँ के। यो बेङ्गलोरमा आएर के केटीहरूले के हुन्छ होला के, यति राम्रो काम गर्न भनेर आउने, अझ केटी मान्छे पनि झगडा गर्ने के। पहिला त केटा मान्छे झगडा गर्थे, अनि बेङ्गलोरमा केटाहरूले झगडा गर्यो भन्दै ग्याङ फाइट भनेर हाल्थे के। अब त केटीले पनि झगडा गर्न थाल्यो। के भएको हाम्रो नेपालीहरू जहाँ गए पनि नेपालीहरूले चाहिँ यस्तै गर्छ। अनि फेरि मैले फेरि त्यस्तो झगडाहरू पनि म चाहिँ कमेन्ट पढ्नमा फेरि सिबालु छु क्या। अनि म कमेन्टमा जान्छु, नेपाली यस्ता, नेपाली उस्ता भनेर लेखेको हुन्छ, अझ आफ्नै नेपालीले फेरि त्यस्तो लेखेको हुन्छन्। अब सबै कुरा चाहिँ छोडेर यतातिर लागौँ। हेर्नु, मेरो रुम चाहिँ मैले कपडा धोएर सिधाइसकेको थिएँ, अनि म रुममा झाडु लगाउन लाग्थेँ। भाइहरूले चिप्स खाएर पनि यस्तै कचरा फालेका हुन्छन् कि। अब बिहान गरेर गए पनि मलाई गर्नुपर्छ, दिउँसो आएर गरे पनि मलाई गर्नुपर्छ, साँझ पनि मलाई गर्नुपर्छ। त्यही भएर आज मैले चाहिँ मौका फाइदा उठाएर बच्चा स्कुल गएको बेला आएर यहाँ झाडिसकेको थिएँ। हेर्नु, अब झाडिसकेपछि कति राम्रो देखिरहेको थियो रुम। म फेरि थाकिसकेको थिएँ, थाकेर मैले थोरै पानी पिउँ भनेर म चाहिँ पानी पिनतिर लागेँ। पानी पिइसकेपछि अब उसको स्कुलबाट आउने टाइम पनि भइहालेको थियो, त्यही भएर म लागेँ फेरि कामतिर। मैले फेरि साथीहरू धेरै भिडियो चाहिँ बनाएको छैन, सिधा कपडा सुकाएको भिडियो बनाएको छु। हेर्न सक्नुहुन्छ हजुरहरू, मैले कपडा सुकाएर म कामतिर जान लागेँ। अब भेटौँला हामी फेरि नेक्स्ट मिनी ब्लगमा। बाई बाई, टाटा, सी यू।